अर्थमन्त्रीजीलाई पनि भने सत्तारूढ दलका नेता साथीहरूलाई पनि भने कमसेकम मेरो सुन्नु छ, तपाईँहरू बोल्नु हो भने कमसेकम अलिक पूर्णता हुन्छ होला भनेको होइन। प्रमुख प्रतिपक्षी दलको नेतालाई नै आजभोलि चाहिँ समापन गर्ने अथवा चाहिँ मेन स्पिच दिने, सत्तापक्षले पहिले बोल्छ अनि त्यसमाथि कमेन्ट पनि गर्ने र कार्यक्रम पनि समापन गरेर यसको समय दिने हो भन्नुभयो र म त्यसमा तयार भएर बसिरहेको छु। त्यसैले म पनि केही विषयहरू राख्छु। अब यो पहिलो पटक रामेश्वर खनालजी जो हाम्रो परिचित अर्थ क्षेत्रको अर्थशास्त्री नै भन्दछु म, जो अलि व्यवहारिक अर्थशास्त्रीको रूपमा मान्दछु म, किनभने उहाँले लामो समय ब्युरोक्रेसीमा पनि काम गर्नुभयो, प्राइभेट सेक्टरसँग पनि काम गरिराख्नु भएको छ, विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग पनि काम गरिराख्नु भएको छ र एउटा नेपाल बुझ्नुभएको छ र नेपालको सान्दर्भिक नीति बनाउन या त्यसलाई सुझाव दिन सक्नुहुन्छ भन्ने म मान्दछु एउटा। अर्को कुरो चाहिँ सबै मुख्य 3 पार्टीसँग काम गर्नुभयो, प्रधानमन्त्रीहरूसँग, अर्थमन्त्रीहरूसँग, सिस्टममा बसेर पनि बाहिर बसेर पनि। त्यसो हुँदा उहाँले बनाउने प्रतिवेदन निश्चय पनि नेपालको सन्दर्भमा व्यवहारिक छ भन्ने नै मेरो पहिलो इम्प्रेसन हो। किनभने उहाँ कुनै चाहिँ अन्तर्राष्ट्रिय अनुभव या कुनै गएर विज्ञताको कुरोबाट मात्र छ जस्तो मलाई लाग्दैन। अर्को कुरा कस्तो भने यो उच्च स्तरीय आर्थिक सुधार आयोग बनाउने गत वर्ष बजेट भाषणमा मैले नै राखेँ। त्यो अगाडि पनि म खनालजीसँग अन्तर्क्रिया गरेको छु बजेट बनाउँदा, अरू थुप्रै विज्ञहरूसँग पनि। र हाम्रो पछिल्लो अभ्यासहरू हेर्दा जनताको असन्तुष्टि छ, त्यसमा पनि खास गरी युवाहरूमा साह्रै फ्रस्ट्रेसन छ। एकातिर डेटामा गत वर्षको मैले बजेट भाषणमै डेटाहरू राखेँ, पञ्चायतको 30 वर्ष, त्यसपछि प्रजातन्त्र अथवा संवैधानिक राजतन्त्र सहितको 15 वर्ष, लोकतान्त्रिक गणतन्त्रपछिको 15 वर्ष तुलना गर्दा चाहिँ आकाश पताल फरक छ। पूर्वाधारमा भन्दा 9000 किलोमिटर बाटो रहेछ पञ्चायत काममा, बाँकी 15 वर्षमा चाहिँ 18-19 हजार किलोमिटर, बाँकी 15-18 वर्षमा चाहिँ 1.25 लाख किलोमिटर बाटो हुँदा यो त चमत्कारै हो नि त। तर मान्छे खुसी भइरहेको छ। मानव विकास सूचकाङ्क हेऱ्यो भने पनि कहाँदेखि कहाँ पुगेको छ। गरिबी न्यूनीकरण गर्ने कुरा हेऱ्यो भने पनि उल्लेख्य छ। हाम्रो अर्थतन्त्रको साइज बढ्ने हिसाबले पनि उल्लेख्य नै छ। तर पनि मान्छे खुसी भइरहेको छ। किन होला? सन्तुष्ट छैन हाम्रो जनता। यो यथार्थ कुरा हो भन्दा तथ्याङ्क पनि राख्दै यसले पुगेको छैन। तीव्र आर्थिक विकासको चाहना एकातिर, कोही न कोही त्यसको लागि चाहिँ हामी जुन हामीले पोलिसी लिइरहेको छ त्यसलाई रिभ्यू गरेर यसलाई चाहिँ परिमार्जन गर्नुपर्छ। राम्रा कुराहरूलाई अझ राम्रो बनाउने, सीमाहरू कमजोरीहरूलाई हटाउने ढङ्गले हामी चाहिँ तयार हुनुपर्छ भनेर नै यो आयोगको सोचमा पुगेको कुरा हो एकातिर। अर्कोतिर डाक्टर महत जानुभयो, उहाँले अघिल्लो वर्षको आफ्नो बजेटमा कि दोस्रो चरणको आर्थिक सुधार भन्नुभएको रहेछ। त्यसो गर्दा मैले दोस्रो चरण राख्दा पनि उपयुक्तै हुन्थ्यो। तर यो सही छ भन्दा दोस्रोले नै अहिलेको आवश्यकता समेट्न सक्छ, वस्तुगत आवश्यकता भन्दा अलिक समेट्न सक्दैन कि? किन हामी 90 को दशकको उदारीकरणले उल्लेख्य विकास भएको छ। त्यसमा चाहिँ हामी नयाँ संविधान जारी पछिका त्यसले समेट्यो भए त त्यत्र विद्रोह आन्दोलन हुन्थेन त नि। केही सीमा देखेर नै त्यत्र विद्रोह भयो, आन्दोलन भयो, हामी समावेशका धेरै चिजहरूमा नयाँ ठाउँमा आयौँ, सङ्घीयतामा यो त नयाँ हो नि त भन्दा त्यसमा कहीँ न कहीँ हाम्रो विकास अर्थ विभिन्न क्षेत्रका नीतिमा समस्या छ र त्यसलाई राम्रा कुराहरूमा टेकेर यसलाई परिमार्जन गर्नुपर्छ। र हामीले जुन खालको लोकतन्त्र राजनीतिमा अभ्यास गऱ्यौँ त्यसका सीमादेखि त्यसलाई पनि परिमार्जन गर्नुपर्छ। जुन अर्थतन्त्रका नीतिहरू आर्थिक नीतिहरू लियौँ त्यसलाई पनि सुधार गर्नुपर्छ र तर देश चाहिँ अहिलेसम्म जे उपलब्ध छन् त्यसमा भनेरै यो गर्दा निरन्तरता दोस्रो चरणभन्दा पनि नयाँ चरण भन्नुपर्ने हो कि भनेर मैले नयाँ चरणको आर्थिक सुधारको लागि उच्च स्तरीय आयोग बनाउनुपर्छ भने र त्यो सोचिराख्दा कस्तो संरचना होला भन्दा हामी त फेरि एक खालको निर्वाचन प्रणालीमा छौँ। शिक्षित सरकार पनि परिवर्तन, नेतृत्व व्यक्ति परिवर्तन भइरहेछ। कमसेकम 10-20 वर्ष नीतिगत रूपले निरन्तरता होस्। अब हामी नेता के अरे व्यक्तिको निरन्तरता नसक्ने भयौँ, यो यथार्थ हो। पछिल्लो 20-18 वर्ष हेर्दा
समावेशितामा छौँ, जुन निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ, एक पार्टीको बहुमत आउनेमा जानै पर्छ कि होइन भने चाहिँ यो यथार्थलाई स्वीकारेर नीतिमा निरन्तरतामा कसरी होला भन्दा प्रधानमन्त्रीजीले नै चेयर गर्ने, अपोजिसन दलका चाहिँ नेतादेखि मुख्य जस्तै अब 10 या 15 वर्ष राजनीतिमा भइराख्ने, प्रधानमन्त्री भइराख्ने, अर्थमन्त्री भइराख्ने, योजना आयोगका अथवा प्लानिङ कमिसनको चेयर गर्ने साथीहरू अथवा भाइस चेयरहरू, अरू पोलिसी मेकरहरू जो यहीँ छौँ हामी 15-20 वर्षदेखि जसका सोचहरू कार्यान्वयन भइरहेको छ, त्यसका सीमा छन्, त्यो मान्छे कहीँ न कहीँ आउने खालको र त्यसै ब्युरोक्र्याट्सहरू जो 15-20 वर्षदेखि अनुभव छ त्यस्ता साथीहरू र प्राइभेट सेक्टर एक ठाउँ बसेर मन्थन गरेर त्यहाँ चाहिँ पोलिसी तहका र टेक्निकल तहका दुईटै जनशक्ति रहेर मन्थन गरेर त्यसलाई एउटा चाहिँ प्रतिवेदन बनायो भने सबैले स्वामित्व लिने खालको हुन्छ। नेतृत्व फेरिराखे, व्यक्ति फेरिराख्यो भने पनि नीतिको निरन्तरता हुन्छ। त्यस्तो खालको सुधारको लागि एउटा आयोग जरुरी छ भन्ने लागेको थियो। बन्दा यो रूपले बन्यो। रामेश्वरजी मैले सुरुमै भने उहाँ योग्य मान्छे नै हो, तर नेतृत्वले लिन्छ स्वामित्व प्रधानमन्त्रीले यो रूपमा ग्रहण गर्नुभएको छैन। अहिलेको क्याबिनेटका साथीले यो रूपमा बुझेको छैन। कहिले कम्तीमा अहिलेका 50-60 जना सचिवहरूले बुझ्नु भएको छैन। 500-550 सहसचिवहरू नहो नि त अहिले राज्य चलाउनु त आखिर यो स्वामित्व लिएको छ कि छैन भन्दा त्यसको आखिर त यो चाहिँ रामेश्वरजीले लेख्नु भए पनि अर्को कोही विज्ञले लेखे पनि यो वरिपरि हुन्छ। तर व्यापक प्रकारको छलफल मन्थनले चाहिँ इन्टरनलाइज हुन्छ नि, त्यसले आत्मसातीकरण चाहिँ मेरो डकुमेन्ट हो भन्ने त्यही कुरा चाहिँ 5 जना छलफल गर्दा त डेमोक्रेटिक एक्सर्साइज भनेको त्यही होइन र समावेशिता अथवा सहभागिता भने त्यही होइन र भन्दा त्यसो प्रक्रियाबाट आएको छ कि छैन भन्दा मैले त्यसको प्रोसेसहरू हेर्दा स्थानीय तहहरू, प्रदेशहरू विभिन्न ठाउँमा गएर अन्तर्क्रिया गरेको विभिन्न सेक्टरसँग भन्ने राख्नु भएको छ। त्यो मलाई खुसी नै लाग्यो। तर यो लेभलको चाहिँ राजनीतिक नेतृत्वको कमिटमेन्ट छ कि छैन, यो रूपले आत्मसातीकरण गरेको छ कि छैन अहिलेको नेतृत्वले, या भोलि आउनेले गर्छ कि गर्दैन, म यसलाई शङ्का छ मलाई। त्यसो गर्दा कसरी रिफर्म हुन्छ हुँदैन अहिलेका हाम्रो स्थितिहरूमा भन्ने कुरोमा यो मेरो चाहिँ आफ्नो अब्जर्भेसन छ। अर्कोतिर चाहिँ कहाँनिर त समस्या भन्दा हामीले यो सोच्दै गर्दा संरचनागत समस्या छ, अरू ठाउँमा गर्न हुँदैन। संरचनागत रूपले चाहिँ पुनर्संरचना या सुधार गर्नै पर्छ। अहिलेको संरचना अर्थतन्त्रको अहिले आर्थिक नीतिको अहिलेको संरचनाबाट मात्रै अब धेरै हुन सक्दैन। दोस्रो कुरो चाहिँ हामी चाहिँ व्यावसायिक वातावरणमा सुधार गर्नु छ। व्यावसायिक वातावरणमा सुधार, त्यहाँ कन्फिडेन्स बढाउनु, त्यो दुनियाँ आएको छ, ठिकै आएको छ। तेस्रो कुरा हामी सार्वजनिक वित्तको क्षेत्रमा सुधार गर्नु छ। त्यसमा समस्या चाहिँ अहिले थुप्रै चर्चाहरू भए। त्यसै गरी चाहिँ वित्तीय क्षेत्रको सुधार गर्नु छ, त्यहाँ कहीँ राजनीतिक नेतृत्व सुध्रिएर मात्रै पनि हुनेवाला छैन। चौथो कुरा। पाँचौँ कुरा चाहिँ हामी सार्वजनिक प्रशासनमा सुधार गर्नै पर्छ। 5 क्षेत्रमा सुधार गर्ने नै एकीकृत प्याकेजमा नयाँ चरणको आर्थिक सुधार यो हुनेछ। बल्ल चाहिँ त्यसले मात्रै यसलाई ड्राइभ गर्न सक्छ भन्ने हो। यसको यो अध्ययन गर्नुपर्छ, आयोग बनाउनुपर्छ भन्ने चाहिँ त्यो सबै कुरा राख्नुभएकै छ जस्तो लाग्छ। यो पृष्ठभूमिमा यो डकुमेन्टको मूल्याङ्कन गरिनुपर्छ भन्दा मैले कस्तो लाग्यो भने जतिखेर सोच्दा अलिक कहीँ न कहीँ अलिक क्रमभङ्ग, अलिक छलाङ, अलिक बिग पुस जे शब्द आइरहेको छ नि, अब आफ्नो राजनीतिक पृष्ठभूमि, आर्थिक पृष्ठभूमि अनुसारका त्यो खालको अलिक बिग पुस गर्ने खालको आओस् भन्ने नै हो। त्यो अहिले मात्रै होइन, कमले 8-10 वर्षलाई हुने ढङ्गले कहीँ सुरु गरौँ भन्ने हो यसको। त्यसो हुँदा अहिलेकै नेतृत्वले फेरि यसलाई ओन गर्नुपर्छ र साथसाथै यसमा थुप्रै चिजहरू आएको छ, त्यसलाई भोलि मेरो पार्टी या म नै नेतृत्वमा भयो भने लागू गर्नुपर्छ, गर्ने खालको छ। तर त्यो लेभलको अलिकति त्यो बनाउँदा सहभागिता भएन भने नै मेरो कुरो छ। त्यसो गर्दा भोलि फल्नाको डकुमेन्ट अथवा अर्को लागू गर्दै त मैले बनाएको उसले गर्दैछ, रिजल्ट 20 वर्ष पहिले बाटो सुरु गरेँ अहिले पुरा गर्दैछ भन्ने खालको भने सायद त्यो पर्याप्त ओनरसिप हुँदैन भन्ने नै लाग्छ। त्यसो गर्दा यो राम्रो डकुमेन्ट चाहिँ जस्तो जुन हाइटको सोचेको हो सहभागिता र त्यस खालको चाहिँ हो त्यो त लाग्दैन। तर मैले चाहिँ यो 480वटा पोइन्टहरू हेरेँ, 700 झन्डै 800 पेज छ मोटामोटी डिटेल गर्नुभएको छ। त्यो हेर्दा धेरै मेहनत गर्नुभएको छ। त्यसको लागि म फेरि पनि रामेश्वरजी र उहाँको टिमलाई विशेष धन्यवाद छ। र यसमा प्राइभेट सेक्टरका साथीहरू त्यहाँ बस्नु भएको छ। सोच्दा यो प्राइभेट सेक्टर सहभागी होस्, तर त्यही आफै डकुमेन्ट बनाउन हो कि होइन त्यो त उहाँहरूले सोध्ने कुरा हो।
किन उहाँहरू पनि कैयौँ कुराहरू भोलि चाहिँ तपाईँहरूकै डकुमेन्ट भन्दा चाहिँ अप्ठ्यारो पर्नुहुन्छ उहाँ अहिलेको लिडरसिपको हिसाबले ठिकै कन्ट्रिब्युसन गर्नुभएको छ जस्तो लाग्छ मलाई यो पाटो। अर्को अब समग्र रूपमा त्यहाँ चाहिँ संरचनागत रूपले भन्दा चाहिँ हामीले 90को दशकको उदार अर्थतन्त्र र उदार नीतिमा गयौँ, बजार अर्थतन्त्रमा गयौँ। त्यो आफैमा त्यसले अहिलेका थुप्रै विकास गरेर सकारात्मक कुराहरू र त्यसमा चाहिँ त्यो सबै बजारलाई छोडिसकेपछि के हो त नि त्यहाँ हुने विकृतिहरू, अनियमितताहरू, कार्टेलिङहरू, सिन्डिकेटहरू, मोनोपोलीहरू कसरी हेर्छौँ त भन्दा कहीँ न कहीँ चाहिँ हामी नियामकहरू मार्फत नै गर्छौँ। त्यसै त्यो पनि आएको छ कि नियामकहरू चाहिँ के भने आफैले खेलाडीको रूपमा, रेफ्रीहरू आफै नै खेलाडीको रूपमा पस्यो भन्ने छ कोही न कोही त्यो अर्थमा राम्रो कुरा हो। किनभने चाहिँ कानुनी राज्य भनेको कुरा त सबैलाई बराबर होला नि। प्रधानमन्त्रीको पार्टीको उद्योगी व्यवसायलाई अलि फरक, म अपोजिसनकोलाई अलि फरक, अर्थमन्त्रीको चाहिँ व्यवसाय उद्योगी र कर्मचारीलाई फरक, अर्कोलाई फरक गर्दा हुन्छ त होइन? समान प्रतिस्पर्धा हुन्छ हुँदैन। अहिलेको हाम्रो समस्या यो हो नि त। विश्वभरि पुँजीवाद जो भन्छ त्यसको समस्या भनेको त हामीको 19औं शताब्दीको चाहिँ पुँजीवाद या प्रतिस्पर्धी खालको पनि छैन। 20औं शताब्दीको चाहिँ पछिल्लो चाहिँ राज्यको भूमिका बढाइदिएको खालको पनि छैन। भन्दा यो त यहाँ तपाईँ विज्ञहरूसँग मैले के भन्ने फेरि बुझिराख्नु भएको छ, बुझ्नुभएको छ, यहाँहरूले नै हामीलाई कैयौँ कुरा फिडब्याक गर्नुभएको छ। भन्दा आजको यथार्थ भनेको त क्रोनी क्यापिटलिजम भनिरहेको छौँ नि हाम्रो नेपालको सन्दर्भमा आएको त आसेपासे पुँजीवाद, त्यसको विकृत रूपहरू। अब यहाँ कामु गभर्नर साहब यहीँ हुनुहुन्छ, किन 2 महिनासम्म त्यो गभर्नर नियुक्ति हुँदैन, जबकि खाली हुनु 1 महिना अगाडि हो नियुक्ति गर्नुपर्ने, खाली पनि भइसकिसक्यो। त्यसपछि 1 महिना बितिसक्यो। यति नाङ्गो कुरा हामी कसरी सम्बोधन गर्छौँ? यो म कसैलाई दोष दिँदै छैन, हामी राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्ने कि नगर्ने। त्यही आखिरी चाहिँ जस्तै हामी C1मा अध्यक्ष नीति कत्रो रस्ताकसी, म त हाउसमै बोलेको छु नि त। राजनीतिक नेतृत्वले शासन गर्दैछ कि अरू कसैले? राज्य राजनीतिक नेतृत्व जो चाहिँ जनताबाट पापा जसोलाई म्यान्डेट लिएर आउँछ, म्यान्डेट नलिनेले सञ्चालन गरिराखेको कोसँग कसरी चाहिँ जिम्मेवार हुन्छ त? जो बसेको छ उसले गरेको होइन, जिम्मा लिनुपर्छ उसले। यस्तो खालको चाहिँ जानु त अरू नियामकहरू हेर्नु नि त चल्छ कसरी? यसरी नै जान्छ भनेर जाँदैन। यो म पनि जिम्मा लिन्छु, मेरो पार्टीले पनि जिम्मा लिनुपर्छ। एकदम शुद्ध छ, चोखो छ छैन? त्यो सबै उद्योग व्यवसाय साथी कमसे प्रतिस्पर्धा गर्छौँ हामी। एउटा चाहिँ समान ग्राउन्ड दिन चाहिँ प्रतिस्पर्धा गर्छौँ भनेर तयार हुने तपाईँहरू हुनुहुन्छ भन्दा सायद तपाईँहरू तयार हुनुहुन्न भन्ने शङ्का लाग्छ बेला। त्यसको लागि चाहिँ तयार हुनैपर्छ, हुने खालको डकुमेन्ट छ। आफैले पनि त्यहाँ हस्ताक्षर गर्नुभएको छ। यस्तो खालको छ अहिले देखिरहेको छ। कसको नजिकको गभर्नर, कसको नजिकको सेवन अध्यक्ष, कसको नजिकको बिमा प्राधिकरण अध्यक्ष हुँदाहुँदै अझ कसको नजिकको सचिव, डिजी, सिओ, दुनियाँ हुँदाहुँदै अहिले त मन्त्री पनि होइन प्रधानमन्त्री भन्छ। यो त खुल्लै कुरा हो नि त। यो कसरी सुधार गर्ने? यो तपाईँहरूले दोष दिने कुरा पनि होइन। राजनीतिक नेतृत्व त्यो तहमा झऱ्यो, हामी झऱ्यौँ। त्यसो कहाँदेखि सुरु गर्ने होइन? पोलिटिकल लिडरसिपबाटै सुरु गर्नु पऱ्यो भन्दा अहिले जनताका निराशा गुनासा, प्राइभेट सेक्टरका गुनासा भनेको नेतृत्वप्रति नै हो। फेरि लिडरसिपले आफूलाई करेक्सन गर्नु पऱ्यो। म अर्थ मन्त्रालय 12 वर्ष पहिले बस्दाको अहिले त्यस्तो छैन। रामेश्वरजी चाहिँ त्यहाँ जाँदा निराश हुन्छ, पक्का पनि हो। अघि सुरेन्द्र मान्यजीले पनि भन्नुभयो त्यो हो। मुहानमा बसेर एकदम मुहानमा बसेर थोरै फोहोर गर्दा पनि धेरै फोहोर हुन्छ। तल चाहिँ गर्छ अलि सिँगै ढल्नै मिसाए पनि तर पुच्छातिर खास फोहोर देखिँदैन। त्यस्ता निकायहरू प्रदूषित भएका छन्, त्यो हामीले मान्नुपर्छ। त्यस्तो इज्जत गरिन्थ्यो अर्थ मन्त्रालय। नियामकहरू राष्ट्र बैङ्कको नामै सुन्दा, सेवनको नामै सुन्दा, अरूहरूको भन्न त अहिले एकदम आम मान्छे। यो त राम्रो पनि हो। फेरि राम्रो लोकतन्त्रको राम्रो के भने सबैले थाहा पाउने, कस्ता मान्छे को मान्छे कसको ब्याकग्राउन्ड चाहिँ थाहा पाउने राम्रो हो नि त। तब न जनता बलियो हुन्छ, निगरानी राख्छ। हिजो सीमित मान्छेले थाहा पाउँछ गर्थे, तर आज यति आम हो। त्यसैले लिडरसिपको यो अनुसार त्यसको अर्थ हिजो सबै ठिक थियो होइन, तर आज धेरैले थाहा पाए, धेरैजनाले हेर्ने भयो हामीलाई। हिजो अर्थमन्त्रीलाई 5-7 जना जान्ने, 10 जनाले हेर्थ्यो होला। आज सयौँ हजारौँ मान्छेले अर्थमन्त्रीको चाहिँ पोलिसी कस्तो हुन्छ, डेभलपमेन्ट पोलिसी, कर सम्बन्धी नीति के हुन्छ, हरेकले दफा 57 को चर्चा। गत वर्ष म त भिक्टिम पनि भएको छु, त्यसमा धेरै नै आरोपित पनि भएको छ। लिएर आउनुभएको छ, खुसी लाग्यो मलाई। दफा 57 सुधार गर्नुपर्छ भन्दा अलिक सुधार गर्नुपर्दा लौको त ठुल्ठुला कमिसन मिलेर खान लाग्यो भने आज त त्यही आइरहेको छ।
म भन्छु अहिले चाहिँ पूर्व मन्त्रीज्यूहरू जानुभयो, म पुरै चाहिँ आरोप लगाएर चाहिँ रेकर्डेड छ हाउसमा बोल्नु। अहिले सायद यो त फेरि कहिले फेरि रिफर्म गर्नुपर्छ होला दफा 57 आयकर ऐनको। यदि हामी चाहिँ बिजनेस अहिले चाहिँ फ्रेन्डली पोलिसी दिने हो भने भन्दा यस्ता कुराहरू छन्। त्यसो हुँदा हामी राजनीतिक तहबाटै अब हामीले आफ्नो आनी बानी कार्यशैली सुधार गर्नै पर्छ पहिलो कुरा। दोस्रो कुरा प्राइभेट सेक्टरका साथीहरूले पनि प्रतिस्पर्धा गर्नु पऱ्यो नि। आफूले चाहिँ प्रधानमन्त्री अर्थमन्त्री प्रभाव पार्दा खुसी हुने, अर्कोले पारेर गर्दा चाहिँ बेखुसी किन हुने त नि? हुनु भएन, नैतिक ग्राउन्ड रहँदैन नि त्यसो गर्दा। प्राइभेट सेक्टर साथी मेरो अनुरोध हो चाहिँ चलखेल नगरिदिनुहोस्, हामीलाई काम गर्न दिनुहोस्। हामी हेरेर अध्ययन गरेर विज्ञ सबै हेरेर, जस्तै गत अलिअलि थोरै साथीले भन्नु खोज्नु तर स्थापित भएन। हामीले हेऱ्यौँ 2-3 वर्षको ट्रेन्ड चाहिँ, जस्तै अब यो बियर आदि इत्यादिको हामी चाहिँ थुप्रो साथीहरू दबाब दिने, अब चाहिँ स्वास्थ्यलाई हानि गर्ने चाहिँ रक्सी बियर जस्ता चुरोट जस्ता खुरुखुरु हरेक वर्ष बढाउने। हाम्रो रेभिन्यूको स्थिति हेऱ्यौँ, छिमेक बजार हेऱ्यौँ, सबै हेर्दा चाहिँ अध्ययनले के देखायो भने यसरी गर्दा हुँदैन। खुरुखुरु चाहिँ हामीले यहाँ कन्ट्रोल गर्दैछौँ, उतातिरबाट चोरी पैठाइ भइरहेछ भने यो त हेर्नु पर्ला नि। पलिस टक मान्छे आँट गरेर आरोप आउन सक्छ, कहिले आफू सही हो भने त्यसलाई चाहिँ डिफेन्ड गर्न सकिन्छ भन्ने लागेर गत गरेर अहिले अस्ति एउटा रिपोर्ट आइरहेको थियो, राम्रो सुधार भइसकेको छ। डाक्टर महतले अलिक कोसिस गर्नुभएको थियो, मैले अलिक कोसिस, अहिले राम्रो सुधार हो भन्ने छ। रेभिन्यू पनि राम्रो आइरहेको छ, बिक्री सिक्री अरू सबै बजार राम्रो छ। यस्ता कुराहरू भन्दा मैले राख्नु खोजेको कुरो के भने यहाँ धेरै मेहनत गरेर ल्याउनु भएको छ र अलिकति आँट गरेर संरचनात्मक केही सुधार गर्नै पर्छ। त्यसपछि अरू चाहिँ कसरी अघि चर्चा भयो चाहिँ खास गरी यो उसमा सार्वजनिक वित्तको कुरा चाहिँ दयनीय अवस्थै हुँदै गयो। अहिले त्यो सानोको चर्चा भयो, गत वर्ष 17,000 आयोजना पुग्यो भन्ने हो, मैले गनेको छैन। के रहेछ भने विगतमा चाहिँ सबै आयोजना ब्याङ्कमा भएकोलाई मात्रै फन्डिङ गर्ने भने रहेछ। तर के हुने रहेछ एकाट लिएर राखिदिने, बाँकी चाहिँ मन्त्रालयहरूले आफू खुसी गर्दो रहेछ। मैले चाहिँ हाउसमै बोलेको छु, साथीलाई च्यालेन्ज गरेको छु, गनाउला कतिवटा हुँदो रहेछ यसबाट। पुरो राखेको होइन, त्यसरी केही मान्यजीहरू राखेकै हो, तर 10,000 11,000 बढेको होइन। किनभने विगतमा चाहिँ इन्ट्री नगरेर मोटोलाई देखाउने प्रोजेक्ट ब्याङ्कमा, बाँकी चाहिँ मन्त्रालयको रूपले गर्दो रहेछ। पछिल्लो रूपमा अहिले राम्रो रेगुलेसन गरौँ, त्यो त पारदर्शी गरौँ भने सबैलाई इन्ट्री गर्दा बढेकै छ। यस वर्ष कति हुन्छ हेरौँ। मैले व्यक्तिगत रूपले चाहिँ राखेको पनि होइन, मेरो आफ्नो कुनै उस पनि होइन, त्यसो गर्दा त्यो खालको छ र अहिले सिस्टममा गएको छ र यसपटक हेर्नु छ के सिस्टम अनुसार हुन्छ हुनुपर्छ भन्ने हो, त्यो हामी हेर्दैछौँ। र अझ त्यसभन्दा पनि जस्तै हाम्रो के हो भन्दा एउटा कुरा चाहिँ 65 सालको बजेट बनाउँदा प्रचण्ड कमरे प्रधानमन्त्री अर्थमन्त्री बाबुरामजी हुँदा निकै नै म आफै पनि सांसद पनि थिएँ, नेताको हिसाबले म सहभागी भएँ। त्यसरी त्यतिखेर चाहिँ हामी चाहिँ रामेश्वरजी लगायतका थुप्रै सचिवज्यूहरू अरू साथीहरू हुनुहुन्थ्यो। त्यतिखेर हाम्रो पार्टी घोषणापत्र अहिले महत्त्वाकाङ्क्षी थियो। पहाडै पहाड मोटर बाटो छ, मधेसमा छ, उत्तर दक्षिण चाहिँ कोरिडोरहरू छ, अनि चाहिँ पुरा केबल कारहरू खास ठाउँमा छ, यस्तो थियो। त्यो देखाएर पनि जित्यौँ हामी। अब त्यो कसरी चाहिँ त्यसलाई म्याटेरियलाइज गर्ने भन्दा धेरै एक्सर्साइज गर्ने क्रममा के हो त नि हाम्रो नेपाल भन्दा पृथ्वीनारायण शाहको 2 ढुङ्गाको तरुल भन्नुको होइन। अब 2 ढुङ्गा 2 इकोनोमीको ठुला अर्थतन्त्रको बिचको भाइब्रेन्ट ब्रिज बनाउनुपर्छ भन्ने अवधारणा अब चाहिँ त्यो अनुसार उत्तर दक्षिणका पूर्वाधार यो हो नि त। आखिर हामी सोच्ने सोच भने त 10 वर्ष 15 वर्षको लागि अहिलेको बजेट त सोचौँला त्यस अन्तर्गत। त्यो सोच अन्तर्गत अहिले पहाडी लोकमार्ग बनेको छ। त्यसैगरी अहिले हुलाकी मार्ग त्यो सोचअनुसार बनेको छ। अनि मधेसमा यति आन्दोलन थियो, हामी चाहिँ अहिलेको हाइवे हिँड्नै नसक्ने भएपछि चतरादेखि चाहिँ मकवानपुरसम्मको भित्री मधेसको एउटा कन्सेप्ट ल्याएर वैकल्पिक गरेको। अहिले अब म आफै पनि क्याबिनेटमा थिएँ, बहस त भयो, तर हामी किन चाहिँ मदन भण्डारी गऱ्यो मलाई नै थाहा छैन। केलाई गऱ्यो? पहाडी लोकमार्ग पहाडै पहाडको चाहिँ सभ्यतालाई जोड्ने तेर्सो, त्यो इकोनोमिक कोरिडोर पनि हुन्छ र तेर्सो चाहिँ हाम्रो सभ्यता पनि जोडिन्छ भनेर बनाइयो। राम्रो भयो, ठिक छ। त्यसमा आर्थिक कार्यक्रमहरू लानुपर्छ। गत वर्ष मेरो बजेटमा के भने त्यो बाटो मात्रै होइन, सहर 10वटा सहरको अवधारणा छ। त्यो आर्थिक उसमा चाहिँ कार्यक्रमहरू कृषि अरू पर्यटन विभिन्न लिएर जानुपर्छ भने त्यसैले चाहिँ उसमा चाहिँ त्यो त बाटो होइन, त्यो त एउटा अवधारणा हो, सोच हो कि पहाडी हुलाकी राजमार्गमा त्यो वरिपरि कृषिहरू चाहिँ अर्थतन्त्रसँग कृषिमा आधारित उद्योगको एउटा जोन। त्यही भएर हामी 12 पर्सा रौतहटमा चाहिँ अहिले पनि त्यही छ, माछा जोनको रूपमा, माछाको एउटा इलाकाको रूपमा
त्यसै गरी चाहिँ अहिले चाहिँ काठमाडौँबाट विस्थापन भइसकेपछि बारा पर्साको कुचमा चाहिँ हाइवे उसमा चाहिँ गलैँचा कोरिडोरको रूपमा त्यसलाई स्पेसल पोलिसी गरौँ भने त्यसमा गऱ्यो। यो अध्ययन गरेर हाम्रो यथार्थ के हुन् त्यो अनुसार गरेर चाहिँ जाउँ भन्ने नै हो। यो हो नि त सोच, त कहाँ पैसा कहाँ लगाउनु त्यो त लगाउँला। एकाध अलिकति अर्थमन्त्री, अर्को भौतिक मन्त्री, अर्को चाहिँ भएको साथीले 1-2% लैजाला, त्यो ठुलो कुरो होइन। त्यसैले हाम्रो सोच यति धेरै भ्यू टावर बनायौँ, यति ठुल्ठुला, आखिर चाहिँ हामी बुटोलमा अरबको त्यत्रो अन्तर्राष्ट्रिय सम्मेलन एउटा पनि भएको छैन। म आफै क्याबिनेटमा थिएँ, मैले नै भने अझ यहाँ एउटा बनाउने भनिसकेपछि हेर्दै जग्गा हेर्दा म आफ्नै क्षेत्र भएको हुनाले मलाई पनि अलिअलि पहिलो क्षेत्र भएको हुनाले गोडाबुरीमा एउटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भन्यो 3000 को क्यापेसिटी बनाइयो। अहिलेसम्म 2टा कार्यक्रम भएको छ, या 2 3टा हो। 5-7 वर्षै भइसक्यो। के दियो त? यो रिभ्यू गरौँ। कसैलाई आरोपित गर्नु पर्दैन, यो रिभ्यू गरौँ। किनभने केन्द्रमा भ्यू टावर हुन्छ, देशैभरि भ्यू टावर, केन्द्रमा गेट भने सबै गेट, केन्द्रमा सभाहाल भने सबैले सभाहाल। यही हो नि त हाम्रो ट्रेन। त्यसैले केन्द्रले अथवा सङ्घले उदाहरणीय ढङ्गले चाहिँ विकासका डेभलपमेन्टको पोलिसी बनाऊँ, त्यतातिर ओरेन गरौँ भन्ने हो। यसमा केही कुराहरू आएको छन्, अझ पुग्दो जस्तो लाग्दैन। यसमा पुरा उत्तर दक्षिण पूर्वाधार किन बनाउँदैछौँ, पूर्व पश्चिम पूर्वाधार किन बनाउँदैछौँ, कि हाइवेदेखि दक्षिण किन हामी औद्योगिक कोरिडोर किन बनायौँ? स्वयं रामेश्वरजी नै हुनुहुन्छ नि त्यतिखेर। 5वटा थियो, पछि चाहिँ 6वटा भयो। विमेन्द्रजी आफू पूर्वाधार मन्त्री हुँदा एउटा थपेर 6 बनाउनु हो बिना कन्सेप्ट। बाँकी 5वटा त्यतिखेर 5 विकास क्षेत्र औद्योगिक क्षेत्र थियो। भन्सारसँग आइसिटी लिएर आयो त्योसँग। यो हो नि त कुरा। यो सोच भने यस्ता कुरा आओस् भनेको मैले। सरकार एउटै होला, 2टा 3टा सरकार लिएर त्यसमा एउटा राष्ट्रिय सोच आओस्। पक्ष विपक्ष कुरै होइन भन्ने हो। त्यसमा केही कुरा आएको छ, तर केही कुरा हुँदैन। एयरपोर्टहरू किन बनायो? पोखरा र भैरव आएको करप्सनले छानिदिनुहोस्। गल्ती गरेको मान्छे कहाँ रहेछ? तर त्यो पूर्वाधार सही गलत सही हो नि त। पोखराको एयरपोर्ट अहिले चल्छ, आजै फिजिबल छ। यहाँ साथीहरूले भन्नुहुन्छ 10 लाखको वार्षिक क्यापेसिटी छ, 8 लाख अहिले पुगिसक्यो। मुक्तिनाथ जाने या पोखरा जाने टुरिस्टहरू इन्डियाका विभिन्न सहरबाट पोखरा काठमाडौँ आउँछ, अनि त्यहाँ गएर उडिरहेको छ। सोझै लो अल्टिट्युडको चाहिँ फ्लाइट 10-20-21 हजार फिटमा उड्यो भने त डाइरेक्ट 5-7 फ्लाइट डेली इन्डियाका सहरहरूबाट हुन्छ। जो काठमाडौँ गएर त्यहाँ गइरहेको छ, त्यो त सम्भव छ। तर हामी राजनीति गरिरहेका छौँ, दोष दिइरहेका छौँ। भैरवाकै आखिर त हामी त एक्जिट पोइन्ट छ, इन्ट्री पोइन्ट चाहिँ महेन्द्रनगर मात्रै एउटा हुने बित्तिकै त पश्चिमतिरका सबै त फिजिबल हुन्छ त। दोष छैन पूर्वाधार बनाउनु, राम्रो छ। त्यो त वैकल्पिक एयरपोर्ट छ। तर हामी यसरी बस्छौँ कि कसलाई आक्षेप लगाएको चाहिँ अलिक भोट बढ्छ या कसलाई गलत देखाउने भन्ने चलिरहेको छ भन्दा यो बहस होस् भनेको। यो चाहिँ सोचमा अरू जस्तै निजगतमा बनाउनु पर्छ भने मान्छे डराउँछन्। पोखरा रुटसँग जरुरी छ। हिमालय रुटबाट 20 मिनटको बाटो फरक पर्छ भन्छ कि यो रुटमा। त्यो त अध्ययनै छ नि त। कोही बोल्नै तयार छैन। विज्ञ साथीहरू बोल्न डराउँछ। पोखरा र उसले भैरवाले त्यो बनाउनु बेठिक होइन, चलाउनु नसकिरहे, कुटनीतिक पहल गर्न नसके हेर्नु हो त। त्यो कुरो त बोल्न सक्नु पऱ्यो नि हामी विज्ञ साथीहरू, जान्ने साथीहरू। हिमालय रुटबाट 20 मिनट चाहिँ बाटो फरक हुन्छ। नेपालको एयर स्पेस प्रयोग गरेर हुँदा चल्छ नि त मजाले चाहिँ। तर अब कोही पनि बोल्दैन। विज्ञ साथी नभने म धेरै साथी भन्छ बोल्दै विज्ञ पनि दल वाइज भयो, पार्टी वाइज, नेता वाइज हो। यो खालको भयो। त्यसै यस्तो नहोस् भन्ने हो। यसमा केही प्रतिबन्ध राम्रो आएको छ। त्यसो हुँदा चाहिँ मैले पनि फेरि समय लामो लिँदै गएँ। यो खालको त्यसै गरी जस्तै अब कमसेकम हाम्रो यता चाहिँ सार्वजनिक प्रशासनमा डेभलपमेन्ट फ्रेन्डली एउटा चाहिँ संरचना आवश्यक छ। अहिले के छ भने म आफै पनि पूर्वाधार मन्त्रालयमा काम गरेँ। पूर्वाधार मन्त्रालय सबभन्दा हेपिने मन्त्रालय पूर्वाधार मन्त्रालय। त्रिशुली 3B को सब स्टेसनको शिलान्यास गर्नुभएको 28 निकायकोलाई त्यहाँ चाहिँ मञ्चमा राखियो। झन्डै 1 घन्टा लगाएर आसन गराउनु। पछि भने किन यतिजनालाई भन्दा होइन, भोलि नै एकदम आछ। जिल्ला समन्वय भन्छ, स्थानीय तह भन्छ, क्लब भन्छ, सिडिओ भन्छ, डिएसपी भन्छ, वन कार्यालय, अनि त्यो चाहिँ भूमि सुधार मालपोत कार्य सबै गर्दा लास्टमा चाहिँ पूर्वाधार हुँदो रहेछ। यो सबले हैरान बनाउने। सरकारलाई, प्राइभेट सेक्टरलाई त कति बनाउँछ थाहा छैन। यो सबै चाहिँदो रहेछ। केही गऱ्यो रोकिदिन्छ, सुरक्षा चाहियो, केही गऱ्यो वन, केही गऱ्यो चाहिँ मालपोत। यति हैरान। अर्थबाट हेर्दा र पूर्वाधारबाट हेर्दा म त कायल पनि भएको छु। कति हेप्ने अर्थहरू त यो गरेन, खर्च गर्नै सकिँदो रहेछ। खर्च कसले गर्छ भन्दा जसको अलिअलि पिआर छ त्यसले अलिअलि गर्दो रहेछ सबैलाई मनाएर। बाँकी सिस्टममा गर्छु भने कसैले त्यो विकास गर्नै नसक्ने बनाएको रहेछौँ। ऐन कानुन संरचना सोचहरू। जनशक्ति पनि छैन फेरि कहीँ कुरा। प्रशासनतिर जति छ नि त्यो चाहिँ डेभलपमेन्ट मिनिस्ट्री त्यो निकै कम छ। त्यो खालको चाहिँ कहीँ न कहीँ रिफर्महरू पनि गर्नुपर्ने हो कि
त्यसै गरी चाहिँ त्यतातिरका साथीहरूलाई त्यो रूपले ओरिएन्टेसन दिनुपर्ने जस्ता थुप्रै कुराहरू छन् संरचनाको रूपमा। त्यसो गर्दा एउटा मेरो आफ्नो अनुभव गएको अघिल्लो सरकारमा ओली कमरेडसँगै म पनि थिएँ। कलङ्कीदेखि चाहिँ नागढुङ्गा खन्न चाहिँ वर्षौँदेखि टेन्डर लगाएर कुरा नहुने, जहिले पनि कुरा हुँदैन। पछि बुझ्दा के भन्छ, मन्त्रालयलाई गाली गरेछ, आयोजनालाई गरेछ, ठेकदारले तर रहेछ 10 ठाउँमा चाहिँ स्टे अर्डर रहेछ। दोष पाउँछ सरकार र मन्त्रीले। अब कारण छ अर्को, म यहाँ कुनै निकायको आलोचना गर्नु खोजेँ भने त्यसो यस्तो खालको भने कसरी हामीले डेभलपमेन्ट चाहिँ एप्रोच कसरी हो त नि, हाम्रा निकायहरूलाई फ्रेन्डली कसरी बनाउने। हेर्दा त कार्यकारी अब कति परदेशी गरे पनि केन्द्रलाई गाली गरिरहेको छ, स्थानीय तहको गल्ती पनि केन्द्रकै नेताहरूलाई गरिरहेको छ। अर्को चाहिँ नियामक निकायहरूले गरेको पनि सरकारलाई दोष छ। विभिन्न संवैधानिक निकायहरूले गरेका गल्तीहरू पनि त्यहाँ गरिरहेको छ भन्दा यो छ्यासमिस भइरहेको छ। आफ्नो सेक्टरलाई विकास मैत्री, लगानी मैत्री कसरी बनाउने भन्ने नै मुख्य कुरा हो र त्यो सोचहरू आएको छ। त्यसैले यो वर्ष अहिले केही सुरु गर्नुहोस्, मेरो अर्थमन्त्रीलाई मेरो सुझाव हो। पक्का पनि यसको फिडब्याक लिनुहुन्छ होला अर्थमन्त्रीले। यो वर्ष केही सुरु गरिदिनुहोस् कि अहिले चाहिँ यहाँ जति कुरा छ त्यो सानो योजनाको समस्या छैन। जस्तै यो फास्ट ट्र्याकमा 32 अर्ब छ, मेरो जानकारी छ 30 अर्ब छ यो वर्ष खर्च हुँदैन। गत वर्षमा 30 अर्ब छ खर्च, सानोको होइन समस्या। त्यसैले मुगलिङ पोखरा खण्ड हो नि त्यो समस्या त, त्यो त अरबको अरू टुक्रो योजनै होइन। नारायणगढ बुटोल खण्ड हो नि समस्या, 30औं अर्बको त्यहाँ हो समस्या। त्यसै गरी कमला खण्डको पूर्वतिरको चाहिँ 6 लेनको जो भइरहेको छ त्यहाँ समस्या छ। त्यसै गरी हाम्रो राष्ट्रिय गौरवका आयोजनाहरू चाहिँ 2-3-4 अर्बका चाहिँ सिँचाइका चाहिँ त्यहाँ समस्या छ। त्यहाँ भने हामी बजेटको समस्या हुँदैन, जनशक्तिको समस्या हुँदैन र अरू वन अरू जग्गाका कुरा फास्ट ट्र्याकमा हुन्छ भनेर ग्यारेन्टी गरे भने राष्ट्रिय गौरव बनाउँदैन। तर त्यो अनुसार काम भइरहेको छैन। हाम्रा त्यस कुरामा सोध्नुपर्छ। साना आयोजना धेरै समस्या पारेको छैन। हदैव 20-30 अरबको हुन्छ, त्यो त 3 खर्बमा 20-30 भने त 2-3% त हो, कति हुन्छ त छैन। त्यसो गर्दा चाहिँ हामी त्यो ठाउँमा रिफर्म गर्नुपर्ने किन सकिरहेको छैनौँ। मन्त्रालय या आयोजना दोष भन्दा पनि हामी कहाँनिर के छ, सबै खराबै पनि होइन, सबै करप्ट पनि होइन, कोसिस गर्दा पनि नसक्छ। त्यस्ता कुराहरू रिफर्म गरौँ भन्ने नै हो। त्यसै गरी प्राइभेट सेक्टरका साथीहरूको कुरा गर्दा गत वर्षको बजेटमा अलि बढी चाहिँ नयाँ क्षेत्र आइसिटी क्षेत्र र आइटी क्षेत्र नै हामी सम्भव छ प्रतिस्पर्धा भन्दा त्यो ल्याउनु भएको छ। घुमन्तीको कुरा, डिजिटल घुमन्ती मलाई रमाइलो लाग्यो। डिजिटल घुमन्तीमा डिटेलै हेरेँ के कारणले कहाँ कहाँको अभ्यास रहेछ भने डिटेल राख्नु भएको छ। यस्ता कुराहरू ल्याउनु त्यो नयाँ कन्सेप्टहरू ठिकै छ कि हामी अहिले छिमेकसँग प्रतिस्पर्धा गर्नुपर्ने छ, यो ठाउँमा छौँ। फेरि यसमा चाहिँ मैले डिजिटल सेक्टरमा आइटी सेक्टरमा काम गरेँ साथीसँग अन्तर्क्रिया गरेँ। म अमेरिकामा वर्ल्ड ब्याङ्क बैठकमा जाँदा त्यहीँका साथीहरूसँग गरेँ। एकजना साथीले 400 जना नेपालीहरूलाई आइटी सेक्टरमा लगाउनुहुन्छ। कोही पनि आइटी पढेका होइन, अरू रेस्टमा काम गरेर जम्मा गरेर ट्रेन गर्दै गर्दा यस्तो पनि हामी एकदम सोफिस्टिकेटेड सोच्छौँ नि आइटी। त्यो मात्रै होइन, त्यसका विभिन्न पार्ट हुँदो रहेछ। यसो सहयोग गर्ने सकिन्छ, सम्भव छ भनेर हामी आइटी गर्छ। 5 वर्ष 10 वर्षमा 5 लाखलाई डाइरेक्ट, 15 लाखलाई इन्डाइरेक्ट चाहिँ जब क्रिएट गर्न सकिन्छ भने अध्ययनले देखाएपछि त्यो क्षेत्रमा यो एकदम राम्रो। अब नयाँ युवाहरू यहाँ रहने, हाम्रै छोराछोरीको कहाँ बस्छ त, राम्रो पढेको छ क्षेत्र यो छ, यहीँ बसेर गर्न सक्छौँ। त्यहाँ डिजिटल घुमन्तीदेखि अरूहरू चाहिँ ल्याउनु भएको छ। त्यसमा सरकारले अलिकति गर्छ। गत वर्ष अलिक सोचिएको थियो वर्क स्टेसनहरू, राम्रा इन्टरनेट सेवाहरू, अरू कुराहरू गरिदियोस्, त्यो चाहिँ मजाले काम गर्न सक्छ, प्रतिस्पर्धा गर्न सक्छौँ। इन्टरनेटमा चाहिँ हामी सुरुमा चाहिँ 90को दशकमा इन्टरनेट पब्लिक हुँदा चाहिँ धेरै उ रहन्छौँ, नजिकै थियौँ हामी। तर अहिले पनि ठ्याक्कै त्यस्तो यसले जिरोबाटै सुरु गर्दैछ नि सबैले चाहिँ। डिजिटल सेक्टरमा खास गरी एआई लगायतका रोबोटिक्समा त भर्खर अमेरिका चाइना जति पनि 2-4 वर्षमा त छन्। प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र हुँदो रहेछ। हामीसँग जनशक्ति छ, सबैले बल्ल त सुरु गर्दैछन्। कैयौँ क्षेत्र 20 वर्ष पछि पारिसकेका छन्, हामी त्यहाँ कहाँ सक्छौँ त। अहिले भर्खरै जो प्रवेश गरेको छ त्यो सकिँदो रहेछ। फेरि अहिले सचिवजीसँग आएको अध्यक्षसँग मेरो अलिअलि फरक त्यहाँ आउँथ्यो। एकै ठाउँ छौँ अहिले, 2-3 वर्ष बल्ल सुरु गर्दैछन्। हो धेरै लगानी गरेका छन्, तर त्यहाँ कम्पिट गर्न सक्दो रहेछ विज्ञहरूसँग कुरा गर्दा। त्यो क्षेत्रमा लागेको साथी किन भर्खरै नै हिँडेका छन्, सबै सँगै हिँड्दैछौँ। अहिले नयाँ नयाँ चिज त्यो क्षेत्र आदि इत्यादि। त्यसै गरी पर्यटन क्षेत्र आदि इत्यादिहरू त जलविद्युत क्षेत्रहरू भन्दै आएका प्रतिस्पर्धाका क्षेत्र हुन्, सक्छौँ। र प्राइभेट सेक्टरका साथीहरूलाई राम्रो नियामक, प्रतिस्पर्धी नियामक खोज्नुहोस्। त्यसै गरी अरू विभिन्न पोलिसीहरूमा चाहिँ एकै खालको हामीले ट्रिट होस् भन्ने खालको खोज्नुहोस् भन्ने नै मेरो सुझाव छ।
र यसमा चाहिँ मेरो अब अन्तिममै अब समय धेरै भइसक्यो, राम्रो प्रतिवेदन आएको छ। यसलाई कमसेकम अहिले चाहिँ सरकारले चाहिँ यसलाई चाहिँ सुरु गरोस्, एकदम सेक्टर वाइज छ, त्यसमा अलि डिटेल गरेर सुरु गरोस्। मन्त्रालयहरूले कति ओन गर्छ थाहा छैन, कमसेकम अर्थ मन्त्रालयले ओन गरेर केही सुरु गर्यो भने गत वर्ष चाहिँ ट्याक्स सम्बन्धी फेरि उच्च स्तरीय समिति बनाएको छ, त्यसको चाहिँ प्रतिवेदन चाहिँ 4 खर्ब जति हामी रेभिन्यू जेनेरेट गर्न सक्छौँ नयाँ भनेर दिएको छ। पोहोर अलिअलि सुरु गऱ्यौँ, लास्टतिर आएको हुनाले त्यो पनि हेरेर फेरि स्रोत पनि चाहियो, सबै चिज सुट गरेर फेरि राज्य त चल्दैन होला। यसलाई सँगसँगै लग्यो भने एक खालको चाहिँ एकीकृत नीति लिन सक्छ भन्ने लाग्छ। मेरो सुझाव यही हो सरकारलाई, अर्थमन्त्रीलाई, त्यहाँ सुनिराख्दा कति कुरो चाहिँ अहिले नमिलेको जस्तो। समाजवाद डराउनु पर्दैन, समाजवादको लागि त पहिले पुँजीको विकास त हुनु पऱ्यो, यसो एकदम क्लियर। जति सक्यो कमाउनुहोस्, जति सक्यो कमाउनुहोस्, ट्याक्स तिर्नुहोस्, तर वैध खालको। यसमा यताउति चाहिँ त्यो चाहिँ के भन्छ नि त, त्यो चाहिँ स्वार्थ समूह के अर्को को आज हुन्छ, त्यो चाहिँ कोसिसै नगर्नुहोस्। राजनीतिक नेतृत्वले त्यस्तो बनाउने, निजी क्षेत्रलाई आश्वस्त बनाऊ भन्नेमा चाहिँ यो खालको हो। र यसमा चाहिँ फेरि अहिले समाजवाद उन्मुख भने के हो चाहिँ भारतको संविधानको प्रस्तावनामै छ नि, समाजवादी गणतन्त्र भन्छ। हामी त उन्मुख मात्रै भनेको छौँ, समाजवाद गणतन्त्रले चाहिँ त्यो गर्दैछ भने हामी त उन्मुख मात्रै भनेको छ, केही डराउनै पर्दैन। अहिले मजाले पुँजीको विकास गरे हुन्छ, तर त्यसबाट राज्यले पाउने अलिकति चाहिँ रेभिन्यूबाट शिक्षा, स्वास्थ्य, पिछडिएको क्षेत्र र नपुगेका पूर्वाधार क्षेत्रमा खर्च गर्नै पर्छ। त्यो त शर्तै हो नि त। लोक कल्याणकारी राज्य, ल कङ्ग्रेस साथीले अप्ठ्यारो हुन्छ, लोक कल्याणकारी राज्य बुझौँ अहिले समाजवाद उन्मुख भने। यति त दुनियाँले गरेको छ त, यो खालकोमा जाउँ, त्यो कोही आत्तिनु पनि पर्दैन। प्राइभेट सेक्टर साथीले यो सबै खालका सरकार अर्थमन्त्री देख्नु अपेक्षा सबभन्दा बढी फ्रेन्डली बरु समाजवाद भन्नेहरू नै छ त। 65 सालको बजेट नभए त स्रोत घोषणा गर्न पनि खुरखुर एकपल्ट घोषणा गरेर ट्याक्स तिर्नुहोस् भने त माओवादीले त हो, कङ्ग्रेस एमाले गर्नुपर्ने काम त माओवादीले गर्छ। हाइड्रो सेक्टरमा त कुनै स्रोतै देखाउनु पर्दैन भने त माओवादी हो नि त। आरोप पनि लाग्यो, युद्धकालका जम्मा गरेर लगानी गर्न खोज्यो भने त्यो त यथार्थ थिएन नि। तर मैले कङ्ग्रेस एमालेका साथी स्रोत खोज्न लाग्नु भयो, बाध्यता पनि छ अन्तर्राष्ट्रिय, हामी सबैलाई कमिटमेन्ट छन् हाम्रा। त्यसै गरी 10 वर्षसम्म इन्कम ट्याक्स फ्री, अर्को 5 वर्ष 50% हाइड्रो सेक्टरमा। हाइड्रो त्यसै आएको होइन नि त, यो त माओवादीले भने हो त, यो त समाजवाद त होइन त, समाजवाद त होइन यो कुरा। अरू धेरै चिजहरू जसले पुँजीवाद भन्नुहुन्छ साथीले खुलेर नगर्ने, अनि हामी त यो निजी क्षेत्र के अरे उच्च सार्वजनिक क्षेत्रलाई नियमन अलिक कडा गर्ने त हामी हो नि त। मै अर्थमन्त्री हुँदा सार्वजनिक संस्थान सञ्चालन सम्बन्धी चाहिँ अलग उच्च स्तरीय के अरे बोर्ड बनाएर सिओहरू एमडीहरू सबै कम्पिटिसनबाट आएको हो नि त। त्यसो गरिदिनुहोस् न अहिलेका साथीहरू, किन फिर्ता गरेर आफ्नो पकेटबाट नियुक्ति गर्नु। त्यसपछि न त्यो विद्युत प्राधिकरण राम्रो भएको, 3टा बैङ्कहरू राम्रो भएको त्यसपछि हो नि त। पहिलोपटक र दोस्रो पटक पनि मै हो, वाणिज्य बैङ्ककै क्याडरलाई सिओ बनाउने। अहिले दोस्रो पटक पनि मै हो। साथीले गर्नु न, वाणिज्य बैङ्कमा, कृषि बैङ्कमा किन बाहिरबाट खोजेर कार्यकर्ता लानुहुन्छ अथवा त्यस्तै साथी पर्नुहुन्छ त। त्यहीँको क्याडर छ त। पहिले पनि 68तिर मैले नै सिओ बनाएको थिएँ क्याडरलाई, मेरो हुने कुरा होइन। अहिले पनि त्यहीको क्याडरलाई बनाएको छु। यति त गरिदिनुहोस् कमसेकम प्रोफेसनल्ली सोच्ने छ। यो त पुँजीवाद हो कि समाजवाद हो नि त। यो त्यसै चाहिँ यसमा चाहिँ धेरै ठुलो जीवन प्र्याक्टिसमा हेर्ने कुरा हो। यसो गर्दा चाहिँ सक्नुहुन्छ भने अझै अन्तर्राष्ट्रिय प्रतिबद्धता छ भने 5-10 वर्ष उद्योग उत्पादनमूलक क्षेत्रमा स्रोत नखोजिदिनुहोस्, जहाँबाट पनि आओस् नि त नि। हामी त कहीँ रोकिरहेका छैन, तर सक्नुहुन्न यो कुराहरू। त्यसैले कयौँ हाम्रा अन्तर्राष्ट्रिय बाध्यता सीमाहरू पनि छन्। 2टा ठुला अर्थतन्त्र छ, त्यसबाट अलिअलि चाहिँ चुहिएर आउने कहाँ छ अलिकति सजिलो गरिदिनुहोस् न। हाम्रो चाहिँ विदेश क्षेत्र घर जग्गा बेचेर थुप्रो चिज अमेरिका गइरहेको छ, अस्ट्रेलिया गइरहेको छ, युके गउँदै मेरो आफन्तहरू त 2-4 हजार त लाउरै छन्, उहाँ बसेका छन्, बेचेर सब लगिसके। कहाँमा त गयो त त्यो, कहाँमा त गयो? त्यहाँका देशहरूले खोज्दो रहेछ, अनि हाम्रो यहाँ छिसिक्क अलिकति हुँदा सबै खोज्ने। यो त हामीले गरेका छैनौँ त, कङ्ग्रेसकै साथी एमालेकै साथी गरिराख्नु भएको छ। फेरि के हो यो चाहिँ, जसले एकदम उदारीकरण सबै भन्नेले त एकदम कडा। त्यसै गरी ऐनहरू पनि हेरौँ न, माओवादी हुँदा अनि लिबरल छ। अब चाहिँ आर्थिक क्षेत्रको कुरालाई, प्राइभेट क्षेत्रलाई, हरेक चिजलाई अपराधीकरण, फौजदारी अपराध बनाउने को हो त नि त, हेरौँ त कसले बनाएको हो त नि। एकपल्ट ऐनहरू हेरौँ नि त, आर्थिक अपराधलाई आर्थिक रूपले हेरौँ। सबै फौजदारी अपराध त होइन नि, जे गरे लिएर थुन्ने यस्तो खालको हुँदैन। होइन, नियम कानुन सुधार गरौँ, जहाँ अलि उदार ढङ्गले आर्थिक अपराधलाई आर्थिक रूपले ल्याऊ। फौजदारी अपराध फरक चिज हो, सबै चिजलाई फौजदारी अपराधमा लिएर
मान्छेलाई आतंकित बनाउने भनेपछि यो त हुँदैन नि। यसमा हेरौँ सबैले। म अहिले म एक्लै परेँ भनेर अरू साथीलाई पनि आरोप गर्दैन। रिभ्यू गरौँ नि कसको पालामा कस्ता ऐन भन्यो त्यसलाई लिएर एकैताल उदार बजार अर्थतन्त्र भन्ने बित्तिकै सबै माफ हुनु। समाजवाद भने आउनाले यो खतमैवाला जस्तो होइन। प्र्याक्टिस हेरौँ। त्यसैले चाहिँ अहिले पुँजी वृद्धि गर्ने, प्रतिस्पर्धा वृद्धि गर्ने, समान ग्राउन्ड बनाउनु सरकारले, सबैलाई चाहिँ नियामक समान ढङ्गले हुने नियमन र हामी राज्यले अलिकति पछि परेको क्षेत्र, पछि परेको वर्गलाई लोक कल्याणकारी ढङ्गले सोचौँ, अरू धेरै पनि नसोचौँ। यही रूपले चाहिँ जाउँ जस्तो लाग्छ। यो आफ्नो रूपान्तरणको मार्गचित्रमा मूल रूपमा यिनै कुरा भएको हुनाले आज मात्रै होइन पछिसम्मलाई पनि यसलाई बेस गरेर कार्यान्वयन गरौँ। त्यस प्रकार प्रतिबद्धताको वातावरण बनाऊ। म आफ्नो तर्फबाट कमसेकम राम्रो आएको पूर्ण छैन, मैले सोचेको त्यतिखेर अनुसार, तर राम्रो आएको यसलाई कार्यान्वयन गरोस् सरकारले। मेरो सुझाव चाहिँ यति राख्दै बिदा हुन्छु। धन्यवाद।